आम जनसमुदाय मित्र जनसाथीहरूलाई म एउटा कुरा सोध्न चाहेँ आज। के कुरा त्यो कुरा के हो भने हाम्रो साथीभाइ इष्टमित्र सबैले आफ्नो नातागोता साथीभाइलाई सम्झाउँदाखेरि के भन्छ भने बेलामा बुद्धि पुरा नभए कुकुरले नपाएको दुःख तिमीले पाउँछ भनेर सम्झाउँछ के। होइन, कुकुरले कहिले खोज्न गएको थियो र दुःख के दुःख खोज्न गएको थियो र के पाएन त त्यसले? कहाँ जाँदाखेरि चाहिँ त्यसले दुःख त्यो कुकुरले दुःख खोज्न गयो हो र नपाउनुलाई? कुकुरले म देख्छु त कुकुरले दुःखै खोज्न जाँदैन। सर्वप्रथम दुःख भन्ने के हो, सुख भन्ने के हो त्यही नै थाहा छैन मलाई। अनि कुकुरले नपाएको दुःख तिमीले पाउँछ भन्छ। कुकुरले दुःखै कहिले खोज्न गएको हो, दुःखै खोज्न गएको देखिँदैन। त्यसैले गर्दा मैले यो कुरो बुझेन। साथीहरूले यो भिडियो हेर्ने सबै साथीहरूले कमेन्टमा बताइदिनुहोस् त हजुर, कुकुरले दुःख खोज्न जान्छ र भने? दुःख खोज्न गएको पनि देखेन, पाएको पनि देखेन। अब खोज्नै गएको छैन भने कहाँ पाउँछ र त्यसले? होइन, त्यही भएर मैले चाहिँ यो कुरो बुझेन। कुकुरले नभए दुःख तिमीले पाउँछ भन्छ। अब कुकुरले दुःख खोज्नु कहिले गएको हो र किन पाएन भन्ने कुरा मैले यो बुझ्न सकेन। त्यही भएर साथीभाइलाई यो कुरा कमेन्टमा लेखिदिनु होला भन्न चाहन्छु। धन्यवाद।